माननीय सदस्य बसौँ। माननीय सदस्य हाम्रो नियमावलीले माननीय सदस्य हाम्रो माननीय सदस्यलाई मैले बोल्न समय दिएको छैन, बसौँ। माननीय सदस्य आशिका तामाङलाई सभाको मर्यादामा रहन म निर्देशन दिन्छु। तथा माननीय आशिका तामाङद्वारा सम्मानित सदनमा उठाउनु भएको विषयमा र तथा सम्मानीय सभामुखज्यूले गर्नुभएको रुलिङ को आधारमा म केही विषयहरू प्रष्ट पार्ने अनुमति चाहन्छु। धादिङ जिल्ला धुनीबेसी नगरपालिका वडा नम्बर 9 जुगाडी स्थायी ठेगाना भएका सन्तोष राईको उपचारको सिलसिलामा कम्बोडियाको कालमेट अस्पतालमा मिति 14 मे 2026 को दिउँसो 2 बजे मृत्यु भई निजको शव हाल कम्बोडियाको नोमफेममा रहेको खमेर सोभियत फ्रेन्डसिप हस्पिटलमा राखिएको छ। निजको अस्पतालमा तिर्न बाँकी उपचार शुल्क र शवगृहमा राखेको शुल्क सहित भुक्तानी गर्दा पार्थिव शरीर नेपालमा ल्याउँदा हवाई भाडा समेत जोड्दा झन्डै 8,000 अमेरिकी डलर लाग्ने कुरा खर्च लाग्ने जानकारी राजदूतावास ब्याङ्कक स्थित नेपाली राजदूतावासले हामीलाई जानकारी गराएको छ। यसै प्रसङ्गमा मान्यज्यूले यो शव ल्याउने प्रक्रिया अत्यन्त ढिलो भयो भनेर सम्मानित सदनमा साथसाथै प्रधानमन्त्रीज्यूको कार्यालयमा पनि उहाँले ज्ञापन पत्र राख्नु भएको विषयमा परराष्ट्र मन्त्रालयको अत्यन्त गम्भीर ध्यान आकर्षण भएको छ। सम्मानित सदनलाई मैले के जानकारी गराउँ भने नेपालबाट वैधानिक बाटो विशेष गरी श्रम स्वीकृति लिएर विदेश जाने नेपाली नागरिकहरूको हकमा हाम्रो वैदेशिक रोजगार विभागमा इन्सुरेन्स हुन्छ र त्यो मार्फत सब अथवा अन्य राहत उद्धारको प्रक्रियाहरू हामी धेरै सहज ढङ्गले गर्न सक्छौँ। तर अवैधानिक बाटो प्रक्रियाबाट विदेशमा जानुभएका नेपालीहरूको उद्धारको प्रक्रिया अत्यन्त जटिल रहेको छ। यो विषयमा हाम्रो सरकार बनिसकेपछि यस्तो खाले अवैधानिक तरिकाबाट अथवा श्रमको वैधानिक बाटोबाट विदेश जानुहुने नेपालीहरूलाई उद्धार गर्नु पर्यो भने नेपाल सरकारसँग त्यस्तो खाले फन्ड थिएन। हामी सरकारमा आइसकेपछि यहाँहरूले उठाउनुभएका विभिन्न गुनासोहरू सुनिसकेपछि र आफूले देखेका विषयहरूलाई पनि हामीले अत्यन्त गम्भीरतापूर्वक लिएर हामीले अर्थ मन्त्रालयसँग परराष्ट्र मन्त्रालयले केही स्रोतको व्यवस्थापन गर्नको लागि भनेर अनुरोध गरिसकेपछि यो वर्ष यही अहिले चालु सुरु भएको आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट 15 करोड रुपियाँ विनियोजित भएको छ र त्यसैको आधारमा हामीले एउटा कार्यविधि बनाउने विषयमा केही समय लागेको छ। कार्यविधि बनाउने विषय मान्यज्यूले निवेदन गर्नुभएको जस्तो मैले यहाँहरूलाई विश्वास के दिलाउन चाहेँ भने हामीले अल्छी भएर गर्न नचाहेर नभएको विषय होइन। यो अलिकति गम्भीर विषय पनि छ र म सम्मानित सदनलाई के विषयमा अलिकति घोत्लिन अनुरोध गर्छु भने हामी भन्दा अत्यन्त सम्पन्न पश्चिम देशका मान्यज्यू आफै जुन देशमा लामो समय अनुभव गर्नुभयो त्यो देशको पनि उहाँहरूले अध्ययन गर्नुभयो हुन्छ। यसरी अवैधानिक अथवा कतिपय अवस्थामा आफ्नै खर्चमा विदेश गएका आफ्नो नागरिकहरूलाई राज्यले यसरी करदाताको पैसा प्रयोग गरेर उद्धार गर्ने गरेको देखिँदैन र हामीलाई यो एउटा ठुलो मोरल पोलिसीको चाहिँ मोरल क्वेसन मोरल ह्याजर्ड्स अफ पोलिसी भन्छ। हामीसँग यो पैसा त आयो तर यसको प्रयोग कहाँ गर्ने कहाँ नगर्ने कसरी गर्ने कसरी नगर्ने भन्ने कुरामा चाहिँ हामीले अत्यन्त गम्भीरतापूर्वक सोच्नु पर्यो। नेपालमा धेरै नेपाली नागरिकहरू जो विदेशमा जानुभएको छ विभिन्न कारणले उद्धार गर्नुपर्ने देखिन्छ। कतिपय सेल्टर्सहरूमा पनि महिलाहरू धेरै हुनुहुन्छ, औषधि उपचारको रूपमा कोमामा हुनुहुन्छ कतिपय ठाउँहरूमा। अब सब व्यवस्थापन गर्नुपर्ने विषय त छँदैछ अथवा चाहिँ कतिपय ठाउँमा लिगल रिकोर्ट्सको लागि पनि उहाँहरूलाई सपोर्ट गर्नुपर्ने अवस्था छ। तर सीमित स्रोत छ। हामीले पछिल्लो 4 महिनामा मात्रै वैशाखदेखि 160 वटा जति हामीले सब नेपाल ल्याएका छौँ
860 जनाभन्दा बढी नेपालीहरू कम्बोडियामा, जहाँ नेपालको श्रम सम्झौता पनि छैन, भिजिट भिजामा जानुभएको छ, स्क्याम सेन्टरमा काम गरेको 860 जना नेपाली नागरिकहरूलाई हामीले कम्बोडियाबाट पछिल्लो केही महिनामा ल्याएका छौँ। तर हाम्रो सीमित स्रोतको प्रयोग कहाँ गर्ने त? हरेक दुःख परेको नेपालीलाई मानवीय दृष्टिकोणले हेर्दा प्रयोग गर्नुपर्ने देखियो। तर फेरि सरकारको दुईटा प्रमुख दायित्व हुन्छ। एउटा आफ्नो नागरिकको संरक्षण गर्नुपर्ने, अर्को फ्युडिसरी रिस्पोन्सिबिलिटी, करदाता कानुनी रूपमा वैध रूपमा करदाताले तिरेको पैसाको संरक्षण अथवा सही ठाउँमा प्रयोग गर्नु पनि उसको दायित्व हुन्छ। संसदले किन बजेट पास गर्छ भने हामीले सरकारले गरेको काम, गर्न खोजेको कामको कर सही ढङ्गले कमाएको, मेहनत गरेर कमाएर करदाताले तिरेको पैसा कसैले चाहिँ सरकारले नगर भनेको काम गर्यो भने, गैर कानुनी काम गर्यो भने त्यसलाई उद्धार गर्नलाई प्रयोग गर्ने कि नगर्ने त? त्यो मोरल एथिकल डिमेन्सन छ, पोलिसी हो। मानवीय ढङ्गले गर्नु पर्यो, आफ्नो नागरिकको उद्धार गर्नु पर्यो। तर वैध रूपमा आर्जन गरेको सम्पत्ति अवैध क्रियाकलापलाई प्रोत्साहित गर्छ कि? जति हामीले चाहिँ वैध रूपमा ट्याक्स कलेक्टरबाट लिएको पैसा चाहिँ अवैध क्रियाकलापमा झन् उत्साहित पो बनाउँछ कि हाम्रो सरकारको निर्णयले भनेर हामी अलिकति घुत्लिन चाहिँ पक्कै परेको विषय भएर हेर्दा अत्यन्त सहज गरिदिए त भइहाल्थ्यो नि, किन ढिलो गरे होला भन्ने विषयमा चाहिँ अलिकति हामीलाई यो कार्यविधि बनाउन समय लागेकै हो। यो विषय अत्यन्त गम्भीर थियो र मलाई लाग्छ सम्बन्धित सदनले बुझ्नु पनि पर्छ र घुत्लिन पनि पर्छ, किनभने अल्टिमेटली हामी जनप्रतिनिधि हौँ र हामीलाई हाम्रो करदाताले दिएको पैसाको सही ठाउँ उपयोग हुनुपर्छ भन्ने कलेक्टिभ सामूहिक जिम्मेवारी पनि हाम्रो हो। यो भन्दै गर्दाखेरि हामीले एउटा कार्यविधि बनाएर हामीले अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ। अर्थ मन्त्रालयबाट स्वीकृत प्राप्त हुने बित्तिकै यो कार्यविधि कार्यान्वयनमा आउँछ र हामीले सकेसम्म अहिले हामीले कार्यविधिमा केही सीमित प्रस्तावहरू मात्रै गरेका छौँ। त्यसमा सब फिर्ताको विषयमा, कोमा अथवा चाहिँ विशेष हिसाबले उपचार, त्यसमा पनि केही सीमितता राखेका छौँ। जस्तै अनलिमिटेड पैसा लाग्यो भने 1 करोड अथवा 50 लाख रुपियाँ लाग्यो भने के गर्ने भन्दा हामीले चाहिँ यसलाई 12 लाख रुपियाँसम्म चाहिँ नेपाल सरकारको क्याप राखेका छौँ। यो प्रस्तावित कार्यविधिमा अर्थले अझै त्यो प्रक्रियामा नै छ। त्यसपछि उपचारको क्रमबाट विशेष बिरामीहरूलाई नेपाल फिर्ता गर्न पर्यो भने जस्तो अवस्थामा एकदमै सीमित प्रावधानहरू मात्रै राखेर अहिले अर्थ मन्त्रालयमा पठाएका छौँ र त्यो हामी कहाँ आउने बित्तिकै हाम्रो यो परराष्ट्र मन्त्रालयले स्वीकृत भएर आउने बित्तिकै यो कार्यविधि अनुसार मान्यज्यूले उठाउनुभएका र अन्य सन्तोष राई लगायत अन्य थुप्रै व्यक्तिहरू हुन्छ, उहाँहरूको सब नेपाल ल्याउनु पर्नेछ। त्यसमा हामी अगाडि बढ्छौँ भनेर मैले सम्मानित सदनलाई जानकारी गराएँ। धन्यवाद। मान्य सदस्यहरू, मान्य मन्त्रीले सभाको आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरूको जवाफ दिनुभएकोले यसमा स्पष्टीकरणको व्यवस्था नरहेको बेहोरा जानकारी गराउँछु। मान्य मन्त्री आसन ग्रहण गरौँ। बसौँ मान्य सदस्य। मान्य सदस्य बसौँ। मान्य सदस्य, हाम्रो नियमावलीले मान्य सदस्य हाम्रो मान्य सदस्यलाई मैले बोल्न समय दिएको छैन। बसौँ। मान्य सदस्य आशिका तामाङलाई सभाको मर्यादामा रहन म निर्देशन दिन्छु।